नमस्कार, तपाईले हेर्दै हुनुहुन्छ सबैको अनलाइन युट्युब च्यानल। म दामोदर एकदम अनलाइनमा सबैको अनलाइन भिडियोमा सबैको अनलाइन भिडियो सुन्न सक्नुहुन्छ। सम्पूर्णलाई हार्दिक एउटा नेपालीमा उखान छ, 12 वर्षपछि पनि खोला फर्किन्छ। आज ठ्याक्कै मलाई यही कुराको चरितार्थ भएको छ। म आज 11 वर्षपछि फेरि बर्दियाको जिप ड्राइभ गर्ने अवसर मिल्यो। यो अवसर जुटाइदिने बबई रिसोर्ट धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। आज जिप ड्राइभको सन्दर्भमा लामो समयसम्मदेखि नेचर गाइडको रूपमा काम गर्नुभएका छोटो नमस्ते। लामो मैले भनेको त अब एकै दिन जाँदाखेरि कति बेला अब देख्ने नदेख्ने भन्ने कुरा त्यो हुँदैन, भाग्यको कुरो हो। कति बेला राम्रो चान्स भयो भने राम्रैसँग बाघ बिग्रिन्छ, कति बेला चान्स मिलेन भनेपछि 3 दिन 4 दिनपछि बाघ बिग्रिन सक्छ। लामो समयदेखि नेचर गाडी गर्नु भएको छ। स्वदेशी तथा विदेशी पाहुनाहरूको लागि यसरी जङ्गल भइरहँदाखेरि रिस्क चाहिँ कतिको हुन्छ? तपाईँले रिस्क कतिको मोल्नु? रिक्स चाहिँ हुन्छ। कति बेला चाहिँ हामी जङ्गल घुम्दा घुम्दै बाघको बगिनेको बच्चाहरूसँग जम्काभेट भयो भने बाघले आफ्नो बच्चालाई संरक्षण गर्नको लागि उसले आक्रमण गर्न कोसिस गर्छ। त्यति बेला चाहिँ रिक्स हुनसक्छ। कति बेला मेरा र मेराको बच्चा गाउँ बच्चा भिडियो भन्यो भने उसले आफ्नो बच्चालाई सुरक्षित गर्नको लागि लखिन सक्छ, आक्रमण गर्न सक्छ। विदेशी तथा स्वदेशी पाहुनाहरूका पछिल्लो समय आन्तरिक पर्यटन र बाह्य पर्यटन साथ बर्दिया राष्ट्रिय कस्तो थाहा हुन्छ? कतिको आउनुभएका पाहुनाहरू कतिको सन्तुष्ट हुनुहुन्छ? लगभग बर्दियामा आएको पाहुनाहरू एकदमै खुसी छन्, सन्तुष्ट छन्। किनकि अब यहाँ त बर्दिया त एकदम बाघको लागि बढी फोकस हुन्छ। यहाँ बेला बेलामा बाघ चाहिँ देखिरहेको छ। गैँडा चाहिँ यहाँ बर्दियामा चाहिँ थोरै छ, तैपनि बढी वाइल्ड लाइफ छ। चितवनको जस्तो गैँडा मान्छेले देखेर भाग्दैन, यहाँको गैँडा चाहिँ लाग्छ मान्छेले देखेर बढी उयो छ, वाइल्ड लाइफ छ। के भन्न चाहनुहुन्छ आन्तरिक पर्यटकहरूलाई? बर्दिया तथा बबई रिसोर्ट के भन्नु? सकेसम्म सबैहरू एकचोटि बर्दियालाई चान्स दिउँ। बर्दिया आएर घुमफिर गर्नु 3-4 दिन 4 नाइट 5 डेज गऱ्यो भने चाहिँ